हेलो नमस्ते एभ्रिवान, सबैजनालाई गुड इभिनिङ भन्न चाहन्छु। म यति बेला खप्तडबाट बोल्दैछु। खप्तड बाबाको आश्रम नजिकै छ। म करिब 10 घन्टा, 10.5 घन्टाको यात्रा पश्चात म खप्तड पुग्न सफल भएको छु। आज यात्रा एकदमै रोमाञ्चक भयो, एकदमै साहसिक यात्रा भयो, एकदमै डरलाग्दो यात्राका बावजुद पनि यहाँ पुग्न सफल भएको छु। यसरी आउँदै गर्दाखेरि राष्ट्रिय निकुञ्ज बीचमा पुरै जङ्गलमा पनि एकदमै घना रुखहरू, ठुल्ठुला रुखहरू र त्यसमा भयानक दृश्यहरू देख्न पाइन्थ्यो। बीचमा एउटा अनौठो आवाज, एउटा अनौठो गर्जन, त्यो बाघको गर्जन हुनुपर्छ भन्ने महसुस गरेँ। र त्यस पश्चात म एकदमै आत्तिएको थिएँ, एकदमै अत्तालिएको थिएँ। आज जीवनको मृत्यु र जीवनको दोधारमा उभिएको जस्तो लागेको थियो। धन्न खप्तड बाबाको आशीर्वादले म चाहिँ खप्तड पुग्न सफल भएको छु। हामीसँग एकजना सर हुनुहुन्छ, यहाँ चाहिँ आफ्नो व्यापार व्यवसाय लगायत गर्दै आउनुभएको र तीर्थयात्रीहरू, पर्यटकहरूलाई चाहिँ एकदमै सेवा गर्दै आउनुभएको, खाजा खुवाउँदै आउनुभएको आदरणीय सर हुनुहुन्छ। सरलाई आफ्नो व्यक्तिगत परिचय सहित खप्तडको महिमा केही कुरा राखिदिनु अनुरोध गरेँ। हजुर सम्पूर्णलाई मेरो नमस्कार। मेरो नाम जगत बहादुर रावल। म चाहिँ मेरो घर चाहिँ खप्तड छेडो गम्बुलीको वडा नम्बर 1। म चाहिँ यहाँ सानो खाजा अन्य घर चलाएर बसिरहेको छु। सबभन्दा पहिले त हजुरलाई धेरै धेरै धन्यवाद छ सर। 7-8 घन्टाको बाटो हिँडेर यहाँ पुग्नुभयो। हामी बाटोको कुरा गर्छौँ। अछाम, बझाङ, बाजुरा र टोटी लगायतका 4वटा जिल्लाहरूबाट पुग्न सकिन्छ। सिलगढी, झिक्राना हुँदै बिचपानी हुँदै खप्तड आउन सकिन्छ। 1 नम्बर पहिलो बाटो। त्यसपछि तपाईँको बझाङको खप्तड छान्ना गाउँपालिका हुँदै दारुगाउँ, लोखडा हुँदै यहाँ पुग्न सकिन्छ। त्यो चाहिँ तपाईँको 4 घन्टाको बाटो पर्छ। त्यसै गरी बाजुराबाट साँफेबगर हुँदै तपाईँको बाजुरा काँडा, त्यो बाटो आउँदाखेरि तपाईँलाई 4 घन्टा नै पर्छ। अनि यताको साँफेबगर नाइनी हुँदै तपाईँको ससलिङ हुँदै त्यो बाटो चाहिँ तपाईँको 5-7 घन्टा लाग्छ। त्यसै गरी अब खप्तडको विषयमा भन्नुपर्दाखेरि सबभन्दा पहिला एकदम तीर्थस्थल भनेको नै हाम्रो त्रिवेणी धाम हो। त्रिवेणी धाममा तपाईँको नुहाउनेदेखि लिएर तपाईँको हरेक अब धार्मिक स्थलको उसले चिनिन्छ त्रिवेणी धाम। त्यसै गरी हाम्रो खप्तड बाबा तपाईँको 105-7 वर्ष त्यस्तै ध्यान गरेर बस्नु भएको खप्तड बाबाको आश्रम छ। अब त्यो चाहिँ तपाईँको अहिले पनि बाबा नभए तापनि अहिले एकदमै बाबाको प्रख्यात छ। त्यसै गरी हाम्रो खप्तड ताल तपाईँको यस्तो खप्तड तालको विशेषता के छ भन्नुहुन्छ भनेपछि तपाईँको त्यसको चाहिँ न चाहिँ मुहान छ र न चाहिँ त्यसको लिक हुने ठाउँ छ, न बढ्छ न घट्छ, खप्तड ताल छ। त्यसै गरी ससलिङ भनेको तपाईँको अब एउटा ठुलो पहिल्यै पारापुर्खादेखिकै त्यत्रो ठुलो ढुङ्गा, त्यसमा मन्दिरहरू भएको त्यो छ। त्यसै गरी खप्तडमा खासमा भन्नुपर्दाखेरि तपाईँको 22 पाटन 52 ताल भनेर चिनिन्छ। 22 पाटन भनेको यस्तै पाटनहरू 22वटा छ र 52 ताल भनेको तपाईँको यस्तै साना झोटीहरू 52 झोटी भनेर चाहिँ भनेको छ। खप्तडको विभिन्न आयामहरू, धार्मिक आयाम, पर्यटकीय आयाम र अन्य थुप्रै जानकारी अरूलाई पनि प्रवाह गर्न मद्दत गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुर। कोही सम्झना छ कि कहिल्यै काहीँ बडुली लाग्दी, कोही सम्झना छ कि